वेलकम बैक माई भ्लग काज भ्लग। अनि नमस्ते, सन्चै हुनुहुन्छ होला सबैजनालाई, सन्चै हुनुहुन्छ होला सबैजना। म पनि सन्चै छु। हल्का हेर्दै घाउ आइरह चुटो स्या भन्छ होइन। अनि मेरो भाइ आज चाहिँ मेरो भाइ आएको बाटोमा क्यामेरा गर्नको लागि। अनि म चाहिँ यही 9 बजे आएर सुतेको हिजो राति। अब यहाँ तेल सेल हाल्छ भाइ चाहिँ यहाँ चाहिँ चट्ट लाएर म चाहिँ अब तेल सेल हाल्छु गाइस पम्पमा होइन। तेल हालेर अनि तपाईँहरूसँग भेट्छ है त। भर्खरै उठेँ, चिया चिया खाएँ। त्यही हो गाइस, अब चाहिँ धार्के बजार। अब धेरै टाइम त लाग्ने थिएन, बाटो राम्रो भइदियो है। अब बाटै राम्रो छैन, बिस्तारै जानुपर्ने हुन्छ। खाली गाडीमा अलिक बढी उफ्रिन्छ, यो ज्यात्रो चिज छ फेरि। हाम्रो भाइ चाहिँ 6 फिट 4 इन्च जति होला। गाडीमा पनि राम्रोसँग अट्दैन, यसरी पाउनुपर्छ यो चाहिँ। त्यही हो, यो चाहिँ धार्के बजार है गाइस, धार्के बजार। अगाडिबाट खिचेर नै देखाउँछु, तर अहिले होइन गाइस, त्यो चाहिँ फर्किँदाखेरि, किनकि अहिले सम्भावना छैन। मान्छेले लोड गर्नुपर्छ, त्यही भएर हतार पनि भइरहेको क्या। मिलाएर बुझ्नु होला है त। चाहिँ धार्के भन्दा अलिकति अगाडि आएर चाहिँ बाटो बनाउँदै रहेछन्। अब चाहिँ के होला जस्तो छिटै। यहाँनिर चाहिँ अब फटाफट काम हुँदै रहेछ, बिस्तारै बन्छ भन्ने आशा गरौँ। भरोसा त त्यस्तै हो गाइस। अहिले चाहिँ यो ठ्याक्कै थाहा भएन, तर यो टर्निङ कटेपछि चाहिँ माधेबेसी, तर माधेबेसी नै भन्छ होला। यतातिर ठ्याक्कै थाहा भएन होइन। त्यही हो, अब जिन्दगीमा अरू त के गर्न सकियो र। नेपालमा बसेर त्यति केही गर्न सकेला जस्तो नि लाग्दैन। मेरो चाहिँ बाहिरको प्रोसेस चल्दैछ गाइस, त्यो पनि खुलाइदिइहालौँ। अनि बाहिर गयो भने त यसरी भिडियो बनाउनु पनि पाइँदैन होला। अर्काको देशमा नेपालमा जस्तो मोबाइल चलाउँदै गाडी चलाउनु कहाँ पाइन्छ र, होइन र। आफ्नो देश भने आफ्नो देशै हो। त्यही पनि हेरौँला के हुन्छ। भिजा लाग्न पनि सक्छ, नलाग्न पनि सक्छ। मेरो चाहिँ भिजा अहिलेसम्म लागेको छैन। मैले 3 वर्ष जति ट्राई गरेको, रिजेक्ट हानिरह। अब त्यो सबै रिजन खुलाउन गाह्रो हुन्छ। हो, अब चाहिँ माधेबेसीको नजिक छु। हल्का घाम लागिरहेको अवस्था। आज चाहिँ राम्रो छ मौसम। अब एकछिनमा त गर्मी नै हुन्छ होला यस्तै पाराले होइन। त्यही हो, हेर्दै गर्नु होला। त्यही हो, माधेबेसी चाहिँ आइपुगिसकेको छ। यहाँबाट एकै ठाउँ मात्रै बाटो बिग्रे भेटिन्छ, नत्र भने राम्रो छ बाटो। माधेबेसी नै धार्के त हामी सिधै अन्त तल भए। माधेबेसी बजार भइगयो होइन। अरू त के भन्ने गाइस, भन्नै आउँदैन। भन्दा नि अब खै यस्तो भन्ने जाँगरै लाग्दैन के। लाग्न त लाग्छ, अब त्यही हो, आफूले चाहेदाखेरि भन्नै नसकिने भनौँ न होइन। सिन चाहिँ यस्तो छ है गाइस, बवालै छ आजको दिन। त्यही हो, अब तपाईँहरूलाई म ठ्याक्कै 9 बाट उता गएपछि खैरघारी पुगेर भेट्छु है त गाइस, हेर्दै गर्नु होला त्यति जल। यो चाहिँ खैरघारी, यो टर्निङ कटेपछि चाहिँ खैरघारी भन्छ होला। म चाहिँ त्यतिबाट खैरघारी भन्छु होइन। 9 बजे के अरे
हामी चाहिँ मेकिङ खैरघारी है गाइस, त्यही हो। अनि अरू त के भन्नु र, सबैजनाले युट्युबमा गएर हेरिदिनु पऱ्यो क्या, यसो माया देखाइदिनु पऱ्यो क्या। खोइ त नि माया छैन, केही छैन। अलिकति हुन्छ नि त, माया प्रेम बढाउनु पऱ्यो नि त, के हो। हल्का नेपाली हो नि, नेपाली पारा देखाउनै पऱ्यो नि त, होइन र। निन्द्रा नि लागिरहेको गाइस, निन्द्रा नपुगे होइन, अल्छी लागेर चाहिँ त्यस्तो भयो होला मलाई हेर। त्यही हो हाम्रो लम्बु भाइ पुरै चिलमा गर्लफ्रेन्डसँग बोल्ने के हो, मजाले बोल्ला। अरू त के भन्नु गाइस, त्यही हो होइन। यसो साथ सपोर्ट र माया देखाउनु पर्ने हुन्छ। तपाईँहरूले माया नदेखाइ कसले देखाउँछ भने गाह्रो त हुन्छ नि त। यसो पुरा माया गरेर सपोर्ट आयो भने पो मलाई हल्का पुरा डान्स गर्नु त थियो। सपोर्टै आएन भने पहिला पनि मैले 7-8वटा भिडियो हालेर अनि अहिले हाल्न छोडिदिएँ। त्यही हो गाइस, अब भेट्छु गल्छी गएर है। गल्छीको ओह्रालो आइसकेको छु गाइस, त्यही हो। लोड गर्ने ठाउँ जान चाहिँ मलाई 30 मिनट लाग्छ अझै पनि। सुस्तारी हिँड्नु पऱ्यो, स्पिड हिँड्न मिलेर। अझै धेरै टाइम लाग्दैन गाइस, त्यही हो। अब धेरै लागे मलाई 5-10 मिनट, त्यही हो। मिनट धेरै भइसकेको छ, मिलाएर बुझ्नु होला, बिच काटेर हालिदिउँला। ठ्याक्कै गाडी आइरहेको छ। फुल बाल्ला छ हेर, बाल्ला झरेको माया साह्रै।